मरिसकेपछि त्यहाँ हस्पिटल पुर्याएर मरिसकेपछि मात्रै हस्पिटल पुर्याएको अवस्थामा हामीले 5 बजे खबर आयो मरेको चाहिँ 2 बजे 3 बजे मारे रहेछ। त्यसपछि मात्रै हामीले खबर आयो तपाईँको मान्छे हस्पिटलमा छ भनेर हस्पिटलमा पुर्याइसकेपछि मात्रै खबर आयो। ल यस्तो छ ल हामीलाई चाहिँ भित्र जान दिइरहेको छैन। अब यो के गर्ने अहिले हामीलाई पर्छ भोलिपछि तपाईँले पनि त्यस्तो पर्ला। हामीले त उपचार गर्नलाई सुधिन्छ कि भनेर यता ल्याएको मार्नलाई ल्याएको त होइन। हामीले 3 जना मिलेर मारे रहेछ। ल अब यस्तो छ अब हामीले कसरी हामीले भित्र जान दिइरहेको छैन। यस्तो छ मान्छे मारेर अब यो त मन्त्री सवारी हुने जस्तो भइसक्यो नि। मन्त्री सवारी हुने जस्तो भइसक्यो। ल मन्त्री सबैले सलाम ठोक जानमारालाई, सबैले सलाम ठोक जानमारालाई। भगाउनु आएको यस्तो गर्नुपर्छ। झन् मान्छेको मान्छे तप बन्छ। अझ पनि मार्नलाई बेर लाग्दैन। अझ पनि मार्नलाई मान्छेले पछि हटाउँदैन। मन्त्री सवारी हुने जस्तो राखेको छ। ल हेर्नु मन्त्री सवारी हुन्ला छ। अब अझ पनि जान्छ ज्यान अझ पनि जान्छ। हामी पीडितलाई त्यति सुविधा छैन। हेर्नु ज्यानमाराले यस्तो सुविधा छ। ल हेर्नु ज्यानमारालाई यस्तो सुविधा छ। हामीलाई छैन सुरक्षित। कसैलाई आएर हामीलाई घाँटी निचारे मारे पनि सुविधा छैन। ज्यानमारालाई यस्तो सुविधा छ। हेर्नु ल